यो अन्डाको तरकारी बनाउने तरिका हेर्नु। मेथी हाल्नुभयो, अब गाइस प्याज हाल्नुपर्छ। प्याज हाल्ने, प्याजलाई हल्का हल्का चलाउने। गाइस 2 देखि 3 मिनेट चलाउने। अब लसुनको पेस्ट हाल्ने। लसुनको पेस्ट हालेर 1 मिनेट जति चलाउने। अब बेसार हाल्ने। बेसार गयो। अब बेसार गई हालिसकेपछि नुन हाल्ने आफूलाई चाहिने जति। अब अन्डा हाल्ने। हेर्नुहोस् यसरी जसरी हाले पनि हुन्छ, घोलेर पनि यसरी पनि। हेर्नु गाइस 4 वटा अन्डा हालेछौँ। फेरि अन्डा हाल्यौँ। अब यसलाई 4 देखि 5 मिनेट चलाउने। अब पानी लिन जाने। गाइस पानी ल्याइसकेको छु। अब यहाँ अन्डामा हाल्ने। अन्डा यस्तो भइसक्यो। अब पानी हाल्नुहुन्छ गाइस। 1 लोटा पानी हाल्ने। अब 5 मिनेट जति। हेर्नु गाइस 1 चम्मच मसला हाल्ने अनि यस्तो देखिन्छ रङ। रोटी बनाउन गइराखेछौँ गाइस। हेर्नु अब रोटी अब बन्न गइराखेछ। पिठो आयो। गहुँको पिठो हो। अब पिठो हाल्ने। घरको अवस्था यस्तो छ। अब अन्डा पाकेर रेडी भइसकेको छ गाइस। अब साग हाल्न गइराख्नु छ यसमा। सुकाको साग। अब झन् नै मिठो हुन्छ।